यहाँहरू सम्पूर्णमा नमस्कार। आज हामी प्रथम त्रैमासिक परीक्षाको विद्यार्थीको प्रगति प्रतिवेदन कक्षा 6 देखि 10 सम्मको इमिसमा कसरी चढाउने र कसरी विद्यार्थीको प्रगति प्रतिवेदन हामीले डाउनलोड गर्ने भन्ने विषयमा यो भिडियो केन्द्रित रहनेछ र यो बारेमा यो भिडियोमा जानकारी पाउनुहुनेछ। र सँगसँगै तपाईहरुले अर्को के जानकारी पाउनुहुनेछ भने त्यो जुन इमिसमा अङ्कहरु चढाउन पर्ने हुन्छ ती अङ्कहरु हामीले कहाँ र कसरी प्राप्त गर्छौं भन्ने विषयमा पनि यहाँहरुले जानकारी पाउनुहुनेछ। त्यसका लागि तपाईहरुले प्रथम त्रैमासिक परीक्षासम्म विद्यार्थीका विभिन्न मूल्याङ्कनका मापदण्डहरु प्रयोग गरेर विद्यार्थी मूल्याङ्कन गरिसक्नु भएको छ र त्यो सम्बन्धमा तपाईहरुलाई म थप एउटा जानकारी दिन गइरहेको छु जुन यो विद्यार्थी मूल्याङ्कन मापदण्ड सम्बन्धमा छ। विद्यार्थी मूल्याङ्कन मापदण्ड सम्बन्धमा यहाँहरुले यो जानकारी पाउन सक्नुहुनेछ। अब म यो जानकारी दिन्छु हजुरहरुलाई। जस्तै यो कक्षा 6 देखि 8 सम्मको आन्तरिक मूल्याङ्कन मापदण्ड निर्देशिका जुन यहाँहरुले यी निर्देशिकाहरु पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा पाउन सक्नुहुन्छ। त्यसका लागि तपाईहरुले पाठ्यक्रम विकास केन्द्रको वेबसाइट खोलेर डाउनलोड गरेर हेर्न सक्नुहुन्छ र योमा पहिला तपाईहरुलाई म यो सम्बन्धी यो मूल्याङ्कन आन्तरिक मूल्याङ्कन फर्मका सम्बन्धमा थोरै जानकारी दिन चाहन्छु। योमा परिचयमा पाठ्यक्रमले अपेक्षा गरेका सक्षमता र सिकाइ उपलब्धि हासिल भए नभएको सुनिश्चित गर्न निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन अवलम्बन गर्नुपर्नेछ। आन्तरिक मूल्याङ्कनलाई निर्माणात्मक निरन्तर मूल्याङ्कनका रूपमा र सिकाइका लागि मूल्याङ्कनको रूपमा स्थापित गर्दै बाह्य मूल्याङ्कनलाई सैद्धान्तिक मूल्याङ्कनका रूपमा लिएको छ। यो कक्षा 6-8 को पाठ्यक्रमले आन्तरिक मूल्याङ्कनको मुख्य उद्देश्य विद्यार्थीको सिकाइ स्तरमा सुधार गर्नु हो। यसका लागि शिक्षकले विद्यार्थीको व्यक्तिगत सिकाइ उपलब्धिका आधारमा पटक पटक सिकाइ अवसर प्रदान गर्नुपर्ने हुन्छ। यसरी गरिने मूल्याङ्कनमा विद्यार्थीको उपलब्धिको नियमित अभिलेख राखी सिकाइ अवस्थाकीन गरी सुधारात्मक तथा उपचारात्मक सिकाइबाट सुधार गर्ने पक्षमा जोड दिन्छ। आन्तरिक मूल्याङ्कनको 50% र अन्तिम अथवा बाह्य परीक्षाको 50% भार कायम गरी निर्माणात्मक मूल्याङ्कन हुने गर्छ। यो दुईटैको संयोजन गरेर निर्माणात्मक मूल्याङ्कनको प्रयोजनार्थ आन्तरिक मूल्याङ्कन अन्तर्गत कक्षा सहभागिता, त्रैमासिक परीक्षाहरू र प्रयोगात्मक कार्य परियोजना कार्यहरूमा विद्यार्थीले प्राप्त गरेका अङ्कहरूलाई आधार मान्नुपर्ने हुन्छ। आन्तरिक मूल्याङ्कनबाट प्राप्त अङ्कलाई पृष्ठपोषण प्रदान गरी विद्यार्थीको सिकाइमा सुधार ल्याउनका लागि प्रयोग गर्नुपर्ने हुन्छ। यो हामीले मूल्याङ्कनका बारेमा यहाँहरूलाई जानकारी दियौं। अब यहाँहरूले यो निर्माणात्मक मूल्याङ्कनको प्रयोजनार्थ आन्तरिक मूल्याङ्कनका आधारहरू के हुन् भन्ने बारेमा जानकारी दिन्छु म यहाँहरूलाई। एउटा चाहिँ कक्षा सहभागिता। कक्षा सहभागिताको अङ्कभार 4 छ र त्रैमासिक परीक्षाबाट प्राप्त अङ्क 10 छ। प्रयोगात्मक कार्य परियोजना कार्य 60 छ अनि जम्मा 50 छ। यो तीनवटै मूल्याङ्कनका आधारहरू आन्तरिक मूल्याङ्कनका आधारहरू। यो चाहिँ कक्षा सहभागितामा कसरी अङ्कको विभाजन गरिएको हुन्छ भन्ने विषयमा हो। यो यहाँहरूलाई जानकारी छ नै। 90% र सोभन्दा बढी उपस्थिति भएमा 2 अङ्क दिने, 85% र 90 भन्दा कम उपस्थिति भएमा 1.5 अङ्क दिने भन्ने विषयमा हो। अनि जो कक्षा सहभागिताको सन्दर्भमा छ त्योमा चाहिँ सिकाइमा जिज्ञासा राख्ने, अन्तर्क्रियामा भाग लिने, आफ्नो विचार प्रस्तुत गर्ने, दिएको कार्य पूरा गर्ने यी विषय सन्दर्भमा कतिवटा पुरै पूरा गरेमा 2 अङ्क र 3वटा कार्य गरेमा 1.5 अङ्क, 2वटा कार्य गरेमा 1 अङ्क र 1वटा कार्य गरेमा 0.5 अङ्क दिइने व्यवस्था छ। यो यहाँहरूले
गरेर आउनु भएको छ। अनि अर्को रह्यो यो त्रैमासिक परीक्षाबाट प्राप्त अङ्कको सम्बन्धमा जुन हजुरहरूले प्रथम त्रैमासिक परीक्षा अहिले भर्खरै दिइसक्नु भएको छ। त्रैमासिक परीक्षा पनि आन्तरिक मूल्याङ्कनकै एक अङ्क भएकाले विद्यालयले लिने त्रैमासिक परीक्षाका अङ्कलाई पनि आन्तरिक मूल्याङ्कन अन्तर्गत नै समावेश गर्नुपर्नेछ। प्रत्येक कक्षामा कम्तीमा 2 पटक त्रैमासिक परीक्षा सञ्चालन गर्नुपर्नेछ। कतिचोटि? 2 चोटि। त्रैमासिक परीक्षा सञ्चालन गर्दा पठन पाठन भएका हरेक एकाइ पठन पाठन पश्चात पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धिलाई समेट्ने गरी तोकिएको विशिष्टीकरण तालिकालाई आधार बनाई संज्ञानात्मक तहको अङ्क भारमा अनुपात मिल्ने गरी प्रश्नपत्र निर्माण गर्नुपर्ने हुन्छ। यो चाहिँ प्रश्नपत्र निर्माण कसरी गर्ने भन्ने हो। यसरी सञ्चालन गरिएको त्रैमासिक परीक्षाको अङ्कलाई 10 अङ्कमा अङ्कभारमा रूपान्तरण गर्नुपर्ने हुन्छ। उदाहरणको लागि तपाईले 50% पूर्णाङ्कमा परीक्षा सञ्चालन गरिएको थियो र विद्यार्थीले प्राप्त गरेको अङ्कलाई के गर्ने? 10 मा रूपान्तरण गर्ने त्यो सन्दर्भमा। अब यो प्रयोगात्मक कार्य परियोजनात्मक कार्यका सम्बन्धमा जुन 36 अङ्क छ त्यो अङ्क कसरी प्रदान गर्ने भन्ने विषयमा हो। त्यो अङ्क प्रदान गर्नका लागि प्रयोगात्मक कार्य परियोजना कार्य सञ्चालन र कार्य सम्पादन गणितीय ज्ञानको शुद्धता कार्य सम्पन्नता छलफलमा सामग्रीको स्तरीयता र समय सीमामा 20 अङ्क प्रदान गर्ने र प्रस्तुतिकरण र अभिलेखीकरणका लागि 16 अङ्क छुट्याउने र जम्मा 36 अङ्क हुन्छ। र तपाईहरुले यो सम्बन्धमा थप जानकारी लिन चाहनुहुन्छ भने पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा जानुहोला र त्यहाँ अनुसूचीमा यो विस्तृत रूपमा जानकारी दिएको छ। अब तपाईहरुलाई कक्षा 6 र 8 को सम्बन्धमा मैले जानकारी दिइसके। आन्तरिक मूल्याङ्कन कसरी गर्ने, आन्तरिक मूल्याङ्कन मा कति अङ्कबार छुट्याएको छ भन्ने सम्बन्धमा मैले जानकारी दिइसके। अब तपाईहरुलाई म यो कक्षा 9 र 10 को बारेमा जानकारी दिन्छु। कक्षा 9 र 10 मा आन्तरिक मूल्याङ्कनका लागि 75 र बाह्य मूल्याङ्कनका लागि आन्तरिक मूल्याङ्कनका लागि 25% र बाह्य मूल्याङ्कनबाट 75% अङ्कबार निर्धारण गरिएको छ। आन्तरिक मूल्याङ्कनका लागि छुट्याएको अङ्कबारको विस्तृतीकरण चाहिँ तपाईहरुलाई म देखाउँछु। आन्तरिक मूल्याङ्कनका लागि छुट्याएको मूल्याङ्कनको आधार चाहिँ उपस्थिति र कक्षा सहभागिताका लागि 3। अगाडि हामीले कक्षा 6 देखि 8 सम्म कति अङ्क थियो? 4 थियो र यहाँ 3 अङ्क छ 9 र 10 को लागि। अनि यो परियोजना कार्यका लागि 16 अङ्क छ। योमा चाहिँ सुनाई बोलाइ पढाइ भनेर त्यो भित्र पनि सब टपिकहरुमा अङ्क विभाजन गरिदिएको छ र सृजनात्मक कार्य र परियोजना कार्य तथा प्रस्तुतिका लागि योले छुट्याएको अङ्क छ 2 2 4 र त्रैमासिक परीक्षाका लागि 6 कक्षा 6 र 8 मा त्रैमासिक परीक्षाका लागि 10 अङ्क छुट्याएको थियो र यहाँ चाहिँ 6 अङ्क छ र यहाँ आन्तरिक मूल्याङ्कनको जम्मा अङ्क 25 हुन आउँछ। कक्षा 6 देखि 8 सम्म चाहिँ आन्तरिक मूल्याङ्कनको अङ्कबार 50 कायम थियो। 50 लाई 4 36 र 10 गरी 50 बनाइएको थियो र 9 र 10 मा चाहिँ 3 16 र 6 गरी 25 बनाइएको छ। यो चाहिँ मैले अगाडि भनिसके तपाईहरुलाई यो मूल्याङ्कनका क्षेत्र र अङ्कबार हो। यप वाइ ई आर गरेर लगइन गर्नु होला र इमेज खोल्छ यसरी। इमेज खोलिसकेपछि तपाईहरुले अब प्रथम त्रैमासिक परीक्षाको प्रगति प्रतिवेदन इमेजमा अपलोड गर्नका लागि एक्जाम म्यानेजमा जानुपर्ने हुन्छ। यो ट्याबमा क्लिक गर्नु होला र यसरी सब टपिक्सहरु अथवा सब बुलेटहरु यहाँ देखाउँछ। यो मा तपाईहरुले के गर्नुपर्ने हुन्छ भने मार्क्स एन्ट्रीमा जानुभन्दा अगाडि मार्क्स एन्ट्रीमा विद्यार्थीको विवरण देखाउनका लागि तपाईहरुले एडमिट कार्डमा गएर के गर्नुपर्ने हुन्छ। यो तपाईहरुलाई मैले अगाडिको भिडियोमा पनि जानकारी दिइसकेको छु। यहाँ मूल्याङ्कन वर्ष छान्नु होला।
र क्लास छान्नु होला। अहिले हामी 6 देखि 8 सम्मको लागि छान्छौँ। कक्षा 6 को छनौं फर्स्ट टर्म इक्जाम। अब तपाईहरुले के गर्नु होला भने यो साइडमा लोड बटन भन्ने छ, लोड बटनमा क्लिक गर्नु होला। अब सिम्बल राख्नु होला। सिम्बल नम्बर भनौं मैले यहाँ 2083 04 001 राखे र जेनेरेट गरिदिनु होला। सबै विद्यार्थीको सिम्बल नम्बर यसरी जेनेरेट भएर आउँछ। यो जेनेरेट भएर आइसकेपछि सेभ अल गरिदिनु होला र अब यो विवरण सिम्बल नम्बर सहितको विवरण यता जानु होला। योमा मार्क्स एन्ट्रीमा क्लिक गर्दा एउटा यो सूचना पनि दिन्छ। यो सूचना चाहिँ सिम्बल नम्बर राखेपछि मात्रै मार्क्स एन्ट्री खुल्छ भन्ने हो। अब यहाँ मूल्याङ्कन वर्ष 83 छान्नु होला र कक्षा 6 छान्नु होला। अब जुन कक्षाको चुनाउँदै हुनुहुन्छ तपाई त्यो कक्षा छान्नु होला। फर्स्ट टर्म इक्जाम छान्नु होला र के गर्दिनु होला, अब लोड गरिदिनु होला। लोड गरिसकेपछि यस्तो इन्टरफेस खोल्छ। यो खुलिसकेपछि तपाईहरु यहाँ टिक लगाउनु होला। यहाँ टिक लगाइसकेपछि सब्जेक्टहरु यसरी देखाउँछ। यसरी देखाएपछि यो पार्टिसिपेसन जुन अगाडि हामीले भनेका थियौं नि कक्षा सहभागिता, त्यो कक्षा सहभागितामा तपाईहरु प्रथम त्रैमासिक परीक्षा सम्मको एभरेज निकालेर यहाँ पार्टिसिपेसनमा अंक राखिदिनु होला। मानौ मैले यो विद्यार्थीको 2 राखे र यहाँ प्रोजेक्ट वर्क, यी प्रोजेक्ट वर्कमा कति चोटी प्रथम त्रैमासिक परीक्षासम्म तपाईले कति चोटी प्रोजेक्ट वर्क गराउनु भयो अनि प्रेजेन्टेसन गराउनु भयो त्योलाई मूल्याङ्कन गरेर तपाईहरुले राखिसक्नु भएको हुन्छ प्रत्येक विद्यार्थीको। र अब तपाईहरुले यहाँ पनि एभरेजमा राखिदिनु होला प्रथम त्रैमासिकसम्म। अब कुरो रह्यो फर्स्ट टर्म एक्जामिनेसनको अंकबार 10 दिएको छ, मैले त 50 अंकको 50 पूर्णाङ्कको परीक्षा लिएको थिएँ भन्नु होला। तपाईहरुले अब यहाँ के गर्नु होला, अंक चढाउनको लागि भने त्यो 50 पूर्णाङ्कको परीक्षा लिएको परीक्षालाई 10 मा रूपान्तरण गर्नु होला। त्यो 10 मा रूपान्तरण गर्नका लागि तपाईहरुले विद्यार्थीले प्राप्त गरेको अंक डिभाइड जम्मा पूर्णाङ्क इन्टु 10 गर्नु होला र त्यो 10 मा कन्भर्ट हुन्छ। मानौ यहाँ 9 अंक प्राप्त गर्यो। अब यसै गरी तपाईहरुले के गर्नु होला भने यहाँ प्रत्येक विषयमा अंक चुनाउनु होला र अन्तिममा सेभ बटनमा क्लिक गरिदिनु होला। अन्तिममा यो साइडको कर्सर तल तान्नु होला र सेभ गर्नु होला। त्यो अंक सेभ हुन्छ। यो सिस्टमले तपाईहरु कक्षा 6 देखि 8 को प्रत्येक विषयको अंकन जुन यहाँहरुले मापन गर्नु भएको छ त्यो चढाएर के गर्न सक्नुहुन्छ, यो सेभ गर्न सक्नुहुन्छ र यता ग्रेड सिटमा अथवा लेजरमा तपाईहरुले आफ्नो विद्यालयका सम्पूर्ण विद्यार्थीको नतिजा हेर्न सक्नुहुन्छ। र अब तपाईहरुलाई म यो कक्षा 9 र 10 को सम्बन्धमा अंक चढाउन ने प्रक्रिया यहाँलाई जानकारी दिन्छु। यसको लागि पनि तपाईहरुले एडमिट कार्डमा जानु होला। 9 र 10 को चढाउनको लागि कक्षा 6 देखि 8 सम्म एउटा खाली छ भनेको अंकको आधार अंकन छुट्याएको अंक मूल्याङ्कनका लागि छुट्याएको अंक भार एउटा छ भने 9 र 10 को एउटा छ। अब कक्षा 9 सिलेक्ट गर्नु होला। यहाँ फर्स्ट टर्म छान्नु होला। फर्स्ट टर्म छानिसकेपछि लोड गर्नु होला। यहाँ सिम्बल नम्बर जेनेरेट गरिसकेको छ। यसलाई सिम्बल नम्बर जसरी मैले अगाडि कक्षा 6 को राखे त्यसरी नै सेभ गरिदिनु होला। यहाँ जेनेरेट भइसकेको छ। अब यो जेनेरेट भइसकेको हुनाले हामीले सेभ अलरेडी नै छ। अब मार्क्स एन्ट्रीमा जानु होला। यसलाई क्लोज गरिदिनु होला, इन्टु काट्दिनु होला। अब मूल्याङ्कन वर्ष छान्नु होला, कक्षा 9 छान्नु होला अनि फर्स्ट टर्म छान्नु होला र लोड गर्नु होला। लोड गरिसकेपछि सम्पूर्ण विद्यार्थीको विवरण यहाँ देखाउँछ, नाम देखाउँछ। अब तपाईहरुले अलमा क्लिक गरिदिनु होला अथवा एक एक विषयको म एउटा एउटा विषयको चढाएर गर्छु भन्नुहुन्छ भने पनि ओके छ, त्यो हुन्छ। तपाईहरुले अब यहाँ के गरिदिनु होला भने यहाँ पार्टिसिपेसन
जुन कक्षा सहभागितामा कक्षा 6 देखि 8 सम्मको 4 अङ्क अ, थियो र 9 र 10 मा 3 अङ्क छुट्याएको छ। यो 3 अङ्क पार्टिसिपेसन तपाईहरुले प्रथम त्रैमासिक परीक्षासम्मको एभरेज निकालेर राखिदिनु होला। मानौ 2 राखे मैले, यहाँ 16 मा पनि जो प्रोजेक्ट और प्राक्टिकल का अङ्कनहरू तपाईहरुले विद्यार्थीको गरिसक्नु भएको हुन्छ, त्यसलाई पनि हजुरहरुले एभरेज निकालेर यता राखिदिनु होला। मैले मानौ यहाँ 12 राखे। अब तपाईहरुले फर्स्ट टर्मिनल एक्जाम तपाईहरुले त कतिको लिनु भएको थियो? 50 को लिनु भएको थियो हैन। अब तपाईहरुले यसलाई पनि के गर्नु होला भने 6 अङ्कमा रूपान्तरण गर्नु होला। त्यो 50 पूर्णाङ्कलाई 6 पूर्णाङ्कमा रूपान्तरण गर्न सकिन्छ। जुन विद्यार्थीले प्राप्त गरेको अङ्क जम्मा पूर्णाङ्क इन्टु 6 हाल्दिनु होला र 6 मा रूपान्तरण हुन्छ र अनि अङ्क चढाउनु होला। अन्तिममा सेभ गरिदिनु होला। र अब यो सम्पूर्ण विद्यार्थीहरुको यसरी चढाइसकेपछि तपाईहरुले अन्तिममा ग्रेड सिट प्रिन्ट गरेर विद्यार्थीहरुलाई विद्यार्थीको प्रोग्रेसिभ रिपोर्ट दिन सक्नुहुन्छ भन्दै यो भिडियोमा तपाईहरुलाई मैले यति नै जानकारी दिएँ। धन्यवाद। यो भिडियो